अस्ट्रेलियामा बसेर मिठो यमी फ्लफी गुआरमरी खानको लागि तपाईले पहिला लिनु सेल्फ रेजिङ फ्लावर नर्मल फ्लावर पनि चल्छ तर ओभरनाइट भिजाएर त्यसलाई बेकिङ पाउडर राख्नुपर्छ देन नुन भयो अनि पानी त्यसपछि सुगर पनि अलिकति फर्स्टमा फ्लावर एड गर्नुस् एउटा बाउलमा त्यसपछि नुन अब आउँछ सुगर चाहिँ माक्कुसे फ्लेभरको लागि एकदम इम्पोर्टेन्ट छ सुगर बिना गुआरमरी बन्दैन त्यसपछि आउँछ यो पानी यो चिसै पानी हो ट्याप वाटर भनौं गुआरमरीको लागि टेक्सचर एकदमै इम्पोर्टेन्ट छ सो जबसम्म गुआरमरीको लागि ठ्याक्क टेक्सचर मिल्दैन तबसम्म यो राम्रो बन्दैन यतिको कन्सिस्टेन्सी भइसकेपछि अब एउटा गरेर नजिकै है टाढा होइन नजिकै राख्नु यति नजिकै कि एकले अर्कालाई एउटा वल जस्तो क्रिएट गरोस् हैन अझ यो भन्दा पनि थिक बनाउनु भए पनि केही प्रब्लम हुँदैन जति थिक त्यति नै राम्रो हो खासमा गुआरमरी चाहिँ हैन त धेरै साह्रो हैन है फेरि खानै नसकिएला र यसरी मज्जाले राउन्ड एन्ड राउन्ड बनाइसकेपछि मिडियम हिटमा छोड्नु होला र बिस्तारै यसरी तेल माथिबाट बिस्तारै है राख्दिनुस् तेल राख्नु चाहिँ किन पर्यो भन्दाखेरि माथि पनि तल पनि पाकोस् भनेर हो के अरे अनि वन्स यु फिल अब चाहिँ यो ठीक छ भन्ने जस्तो लाग्यो भने फ्लिप गर्नु होला है धेरै गिलो बेलामा चाहिँ फ्लिप नगर्नु होला अदरवाइज त्यो शेप राम्रो आउँदैन यो तेल पनि खान्छ गुआरमरीले धेरै है त्यही भएर यो तेल थप्नु पर्ला भन्ने कुरा हुन्छ साइडमा हामी चिया पनि राखेर अब मज्जाले यस्तो फ्लफी गुआरमरी रेडी भइसक्यो खाने हो सबै परिवारले मर्निङ ब्रेकफास्ट